ल हेर्नु साथीहरू, यो चाहिँ मेरो यो ठाडो खोर्सानी हो है। यो चाहिँ यहाँको थाई खोर्सानी हो, युकेमा पाउँछ। यो एकदमै पिरो हुन्छ। मैले चाहिँ यो आफै उमारेको हो, एउटा मात्रै हो, यो किनेर ल्याएको होइन, यहाँको होइन। यो मैले चाहिँ त्यो नेपाली दोकानको खोर्सानी चाहिँ बिउ राखेर गरेको थिएँ, अरू चाहिँ फलेन। यो चाहिँ ठुलो गमलामा भएको कारणले गरेर मजाले फलेको छ। यो चाहिँ पिरो पनि हुन्छ। अनि मैले चाहिँ यसलाई चाहिँ सबै सुकाएर चाहिँ अब दाल झान्नु केमा, अब सागहरूमा डढाउनु, मन्टामा डढाउनु, त्यस्तो गर्नुको लागि चाहिँ राखेको हो। अब सबै सुकाउँछु अनि त्यसपछि चाहिँ रातो बनाएर चाहिँ अलिकति भुलुक्क उमालेर सुकाउनुपर्छ यसलाई। अनि राम्रोसँगले सुकेको खोर्सानी हुन्छ। यसपालि चाहिँ डल्ले खोर्सानीले चाहिँ धोका त दिएको होइन, फलेकै हो। तर सबै बाँडेर सकिसकेर अब अलिकति मलाई तामाको अचारसँग हाल्ने खोर्सानी मात्रै छैन। अब यहाँ मैले तामाको अचार त हाल्नु पर्यो वर्षमा एकचोटि त है। त्यही भएर चाहिँ अब चाहिँ यति मात्रै छ। एक ताका तामाको अचार हाल्ने अनि सक्यो द एन्ड। मेरो खोर्सानी चाहिँ यसपालि चाहिँ एउटा बोट मात्रै थियो, त्यो भएर चाहिँ बाँडेर खाँदा सक्यो।